हेलो साथीहरू, गुड मर्निङ। भर्खरै उठेर मुख धोएर बसेको है। आजको शुभ बिहानको मेरो भिडियोमा हजुरलाई स्वागत छ। मैले आज शुभ बिहानीबाट भिडियो बनाउनेको कारण बिस्तारै बिस्तारै हजुरलाई म जानकारी दिन्छु है। जुन हिजो हाम्रो दुःखद 1 वर्षको मेरो मम्मीको 1 वर्षको दुःखद के अरे दुःखदको त्यो कार्य फुकाइसके पछाडि हिजो घरलाई शुद्धिकरण गर्ने कार्य थियो है। हिजो गरेको कार्यको फुलपातीहरू सुनाउन जानेछौँ र हामी कहाँ जान्छौँ र कसरी गराउँछौँ भन्ने कुरा हजुरलाई म जानकारी दिन्छु है। ल साथीहरू, रेडी भइसकेको छु म है। अनि यस्तो मजाले बिहानीको पखको घाम, पहेँली घाम है आइसकेको छ। पहिलो घाम अब रेडी भइसकेको छु। अब एकछिनपछि फाइनल्ली आइपुग्यो साथीहरू। घाम त लागेको छ तर एकदमै अब चिसो मौसम। यहाँ बाटो यस्तो हेर्नुहोस् यो यहाँबाट अलिकता ल है। खास हामी फुलपाती बगाउन चाहिँ हामी यहाँ आइसकेका छौँ। यो चाहिँ बबई है, बबई भनिन्छ यसलाई। यहाँदेखि उतातिर चाहिँ कर्णाली, यतापट्टिको साइड चाहिँ बबई। मेरी आमाले राखेको ठाउँ, सबै जाने बाटो, लास्टमा जाने बाटो यही हो। 1 महिना अगाडि मेरी आमाको तिथि सके पछाडि अनि लाखबत्ती जलाएर यहाँ आएका थियौँ फुलपाती चढाउनको लागि। र फेरि पनि 1 महिना पछाडि घरलाई शुद्धिकरण गरेर यो ठाउँमा चाहिँ आएका छौँ है। के गर्नु, तेरो र मेरो किन गर्छौ घमण्ड, यही हो सबैको जाने बाटो है। मेरी आमा यहाँ हुन्थिन् भने सायद मैले बोलाउँदा मेरी आमाले सुनेको भइदिएको, सायद म चिच्चाएर रोएर बोलाउँथेँ होला। उहाँ पनि हुनुहुन्छ, फुलपाती चढाउन आउनुभएको होला है। हामी घर परिवार थोरैजना आएका छन्। अहिले चाहिँ 1 महिना अगाडि चाहिँ लगभग 1 गाडी आएका छन् हामी सबै परिवार। अहिले चाहिँ थोरै आएका छौँ। यस्तै रहेछ जिन्दगी। यता पनि हुनुहुन्छ, यहाँ चाहिँ बुवा हुनुहुन्छ, यहाँ चाहिँ कोबो दिदी लाउन पर्ने होइन। अब के जौँ तिलले अब यसो यताउता गर्नुपर्छ है। अब एकछिन है। त्यो कहाँ गयो, त्यो कहाँ गयो? ए कालु, त्यो कहाँ गएको होला? अलि पानी धेरै हुन्छ त्यहाँ। जलाइदिनु त किन राख्ने बत्ती नजाने खै।
ननिभाउनु होला यसो पानीले हालिदिउँ हल्का उगाइदिनु न त्यहाँ अड्किन्छ कि के हो त्यहाँ ठाउँ छैन ओ यहाँबाट गयो हेर हो निभिएको छैन बोल्दै बोल्दै गयो है यहाँ आएर बसेछ बोल्दैछ अझै पनि बोल्दैछ गयो गयो ए यहाँ पछि गयो सबै फुल अलि परबाट बगा भन्थ्यो अहिलेको बहुत कता गयो पनि वहीँ परै पुगेछ हेर्नु त वहाँ हामी यसरी एकैछिन भए पनि यहाँ यो रोडको यो सिन देखाउन भनेर यसो रोकिएको गाडी आइरहेको छ यो त एकदमै खतराको ठाउँ है अब बर्दियाको राष्ट्रिय निकुञ्ज बाघ लाग्ने ठाउँ हो बाघ हामी त बर्दियाली परियो तर पनि एकदम जोगिएर हिँड्नुपर्छ यस्तो ठाउँ हेर्नुहोस् ल दाउड ल्याएको थियो र एकछिन दाउरो कले होला यता त्यो साइड फाइनल्ली घर आइयो पूरा त यस्तो बदमास नगर्न यस्तो काम गर्ने होइन क्या